नमस्कार दर्शक महानुभावहरू, तपाईलाई नेपाली सत्य समाचार खबर टिभी युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनटमै प्रस्तुत गर्न समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। एकाएक भर्खरै राष्ट्रपति रामचन्द्र पौडेल पक्राउ बारे आयो ठुलो खबर। कोलपुरमा निर्माणित सेफ्टी ट्याङ्कीमा फसेर 3 जना मजदुरको मृत्यु। माइती घरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य सुधारमुख। बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयनमा भएन, धमाधम अतिरिक्त शुल्क लिँदैछन् मनपरी अस्पताल। रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री सुदन गुरुङ। कारण यस्तो छ, ट्रकको ठक्करबाट बालकसहित 3 जनाको मृत्यु। भारत भ्रमणको निमन्त्रणलाई व्यवस्था गरे प्रधानमन्त्री बालेन्द्र शाहले। र भर्खरै दरबार हत्या घटनाबारे भर्खरै आयो ठुलो खबर। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, बाँकेको कोलपुर नगरपालिका 3 शान्ति टोलमा निर्माणित सेफ्टी ट्याङ्कीमा फसेर 3 जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारूको डिपिसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणित सेफ्टी ट्याङ्कीमा आज बिहान करिब 9 बजे उनीहरू फसेका थिए। प्रहरीले जेसिबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर 3 जनालाई मृतक अवस्थामा बाहिर निकालिएको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ। मृत्यु हुनेमा बाँकेको कोलपुर नगरपालिका 3 बस्ने अन्दाजी 40 वर्षीय कालु थारू, अन्दाजी 26 वर्षीय प्रकाश थारू र अन्दाजी 33 वर्षीय बिर्जा थारू रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ। त्यस्तै दर्शकबिन, प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गरेको कर फिर्ताको घोषणा अझै कार्यान्वयनमा आएको छैन। आर्थिक वर्ष 83-84 को बजेट मार्फत ल्याइएको स्वास्थ्य र शिक्षा क्षेत्रमा 3% क्षमता शुल्क फिर्ता लिने बालेनको घोषणा एक साता बित्दा समेत कार्यान्वयनमा आउन सकेको छैन। बालेनले अघिल्लो साता साउन 5 गते फेसबुकमा पोस्ट गर्दै कर फिर्ताको घोषणा गरेका थिए। त्यसको भोलिपल्ट बसेको मन्त्री परिषदको बैठकले ती करहरू फिर्ता लिने निर्णय गरेको औपचारिक जानकारी दिएको थियो। तर मन्त्री परिषदको निर्णयको एक साता बित्दा पनि उक्त व्यवस्था कार्यान्वयनमा आउन नसकेको हो। उक्त व्यवस्था कार्यान्वयनका लागि मन्त्री परिषदको निर्णय नेपाल राजपत्रमा प्रकाशित हुने सहितको आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ। यसका लागि सम्बन्धित मन्त्रालयका सचिवले सूचना प्रकाशनको लागि पठाउनु पर्दछ। मुद्रण विभागले राजपत्रमा 2 प्रकारका सूचना जारी गर्ने गरेको छ। नियमित अङ्क सङ्ख्या र अतिरिक्त नियमित अङ्क सोमबार, बिहिबार, शुक्रबार प्रकाशन हुन्छ भन्ने अतिरिक्त सूचना प्राप्त भए लगतै प्रकाशन हुने विभागीय सूचना अधिकारी विमला कोइराला बताउँछिन्। तर अहिलेसम्म उक्त निर्णयको सूचना नै पठाइएको छैन। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्साल सरकारले निर्णय नै गरेको अवस्थामा उक्त निर्णय कार्यान्वयन हुनेका शङ्का नभएको बताउँछन्। प्रक्रियाका लागि केही समय लागेको हुन सक्ने उनको भनाइरहेको छ। उक्त कर नलिने भनेर मन्त्री परिषदद्वारा घोषणा नै भइसक्यो। लिइसकेका कर पनि फिर्ता हुने स्पष्ट भइसकेकाले यसमा
दुविधा हुने कुरा भएन, लम्साल भन्छन्। तर राजपत्रमा प्रकाशित भएकाले अहिले पनि स्वास्थ्य संस्थाले धमाधम कर उठाइरहेका छन्। यसरी उठाउने कर प्राविधिक रूपमा फिर्ता गर्न निकै गाह्रो हुन्छ। सामान्यतः नियमित रूपमा भुक्तानी हुने ठाउँ जस्तै विद्यालयमा तिरिने कर अर्को भुक्तानीमा मिलान गर्न सकिन्छ। तर औषधि उपचारको विषय नियमित रूपमा नहुने भएकाले अहिले निजी क्षेत्र अस्पतालबाट सेवा गराइले रकम फिर्ता पाउने समस्या हुने देखिन्छ। अर्को विषय चाहिँ यसले सरकारको निर्णय प्रक्रिया अहिले पनि कति सुस्त छ भन्ने देखाउँछ। त्यस्तै दर्शकबिन कपिल वस्तुको तौलिया बहारगञ्ज हुलाकी सडक खण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका 2 स्थित गैडवा चोक नजिकै ट्रकको ठक्करबाट 1 जना बालक सहित 3 जनाको मृत्यु भएको छ। बहारगञ्जबाट तौलिहावातर्फ आउँदै गरेको ना 5 26 64 नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा स्थानीय 12 वर्षीय आनन्द कहार, महाराजगञ्ज नगरपालिका 3 का 75 वर्षीय घोल्लेर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका अनुसार बुधबार बिहान तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई उनीहरूलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले ट्रक र चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कपिल वस्तुमा राखिएको प्रहरीले जनाएको छ। त्यस्तै दर्शकबिन काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा वर्षेनी दोहोरिने भीषण डुबान र ढल निकासाको दीर्घकालीन समस्या समाधानका लागि तयारी सुरु गरेको छ। महानगरले माइतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटो तर्फबाट निकास सफा गर्ने र खोल्ने काम थालेको हो। यसै क्रममा यहाँबाट बग्ने नाला दोजर लगाएर खोलिएको छ। हालै गरिएको एक अध्ययनले माइतीघरको डुबान, प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण तथा संरचनागत अतिक्रमणको संयुक्त परिणाम पाएको निष्कर्ष निकालेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित 4 सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन 6 गते गरेको स्थलगत निरीक्षणपछि प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अनुसार विगतमा माइतीघर चोकसँगै जोडिएको होचो र खाली जग्गाले प्राकृतिक जलाशयका रूपमा काम गर्दथ्यो। थापाथली, हाइट, सिंह दरबार र बबरमल जस्ता अग्ला भूभागबाट बगेर आउने भेल पानी सोही खाली जग्गामा जम्मा हुने गर्दथ्यो। यसले गर्दा वर्षाको उच्च बहाव केही समय रोकिन्थ्यो र पानी जमिन मुनि सोसिने अवसर पाउँथ्यो। पछि सोही खाली जग्गामा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका बहुतले भवनहरू निर्माण गरेपछि प्राकृतिक जलाशय पूर्ण रूपमा नासियो। कङ्क्रिट संरचनाले होचो भाग ढाकिएपछि पानी सोच्ने क्षमता शून्य भई वर्षा हुनसाथ सम्पूर्ण पानी सिधै माइतीघर चोकमा थुप्रिन थालेको छ। त्यस्तै दर्शकबिन सरकारको नेतृत्वकर्ता दल रासोपाको आह्वान सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ सहभागी भएका छैनन्। सुनसरी घटना
को विषय लगायत समसामयिक विषयमा छलफल गर्न रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्। सुनसरीमा एकजनाको मृत्यु हुने गरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ। तराई मधेसका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। तर सोही विषयमा छलफल गर्न बसेको बैठकमा समाचार तयार पार्दा सरकारका तर्फबाट मुख्य जिम्मेवार मन्त्रीहरूको उपस्थिति छैन। सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली काङ्ग्रेसका सभापति गगन थापा, सर्वदलीय दलका नेता विश्वराज आङदेवे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल, सरम शक्तिश्री पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद खुसबु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी भएका छन्। रासोपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताउँछन्। अत्यन्तै संवेदनशील र दुःखद घटना तथा यसले निम्ताएको असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने देश न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरेका हौँ, आचार्यले भने। त्यस्तै दर्शकबिन राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा राष्ट्रपति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन्। सुनसरीको घटनापछि सामाजिक सद्भाव बिथोलिन नदिन र परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूबीच भएको छलफलका बारेमा लामिछानेले ब्रिफिङ गरेका थिए। विशेष गरी सोही विषयलाई लिएर आयोजना गरिएको सर्वदलीय बैठकमा भएको छलफल दलहरूको साझा धारणा र सामाजिक सद्भाव कायम राख्न चालिएका कदमबारे लामिछानेले राष्ट्रपतिलाई अवगत गराउनु भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। भेटमा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र संसदको प्रभावकारिताका विषयमा पनि उनीहरूबीच सामान्य कुराकानी भएको सचिवालयले उल्लेख गरेको छ। बाँकी अपडेट अर्को भिडियोमा।